जाडोमा तातो तातो चिया खानुपर्छ दुध चिया एकदम जति जे भयो भने जति मोटायो तिमी कति मोटायो भनेर भन्नुहुन्छ नि तर केही नै हुन्न जति मोटो भए पनि दुध चिया चल्छ मलाई दिनभरि व्रत अब दुध चिया खाने सिमीको तरकारी बनाउने आलु उसिनेको छु मस्त पकाएर हजुरलाई देखाउँछु यो हो सिमीको तरकारी भाइ तपाईँ पक्कामा खाली खुट्टा बस्नु हुन जाऊ ओहो मम्मीलाई आज चप्पल यति सफा पारेर धोइदिनु भएको छ हेर्नुहोस् त गएर जानुहोस् त हेर्नुहोस् त कान्छीको चप्पल पनि कति कति राम्रो भएको गएर हेर्नु बेटा पुरा पिङ्क भएको जाऊ न गएर हेर मम्मीलाई सरप्राइज राखिदिनु भएको एक बार गएर हेर्नुहोस् त बेटा जाऊ बेटा जाऊ न बेटा जाऊ जाऊ ओ हजुर आमासँग जाऊ जाऊ बेटा जाऊ आज हजुरलाई सरप्राइज पार्नुहुन्छ कस्तो सफा गरेर धोइदिनु भएको मेरो चप्पल जाऊ बेटा हजुरले त मेरो गाली लगाइदिनु पर्दैन मेरो गाली ओहो बिर्स्यो जाऊ भाइलाई लिएर जाऊ बेटा ल बाई सरप्राइज पाउनुहुन्छ जाऊ गएर हेर त बेटा कति क्लिन गरिदिनु भएको मम्मीले ओके मम्मीलाई देखाऊ है गाह्रो छ सम्झाउनु बच्चा